पहिला चाहिँ ऊ त्यहाँ यता यता मात्रै होइन सुकेर जान्थ्यो यो पानी सबै सक्यो। म यहाँ आउँदा चाहिँ यो पानी पुरै भरेको थियो। ऊ त्यहाँ माथि पुरै ठुङ्गाहरू थियो होइन, यत्रो भरिसकेको छ। यो पाइपहरू सबै मेटिसकेको थियो अघि चाहिँ। यहाँ पानी यस्तो फालिरहेको छ अहिले चाहिँ। दिनमा चाहिँ पानी यहाँसम्म भरेको थियो। सो देख्न सक्नुहुन्छ अहिले चाहिँ अघि चाहिँ यहाँसम्म आएको थियो पानी होइन, पुरै भरेर यहाँसम्म आएको थियो। अहिले चाहिँ पुरै सुकिसक्यो छ। हेलो गाइस, वेलकम टु माई न्यू भिडियो। सो गाइस, आज चाहिँ मैले भिडियो बनाउँदैछु किनकि मैले भिडियो नबनाएको चाहिँ धेरै भइसकेको थियो अनि म घुम्न नगएको पनि धेरै भइसकेको थियो गाइस। अनि आज चाहिँ म घुम्न जानेछु किनकि आज चाहिँ मेरो छुट्टी छ। सो म चाहिँ उता काम गर्ने ठाउँनिर नगएको चाहिँ धेरै भइसकेको छ किनकि आजकल चाहिँ पानी परेको गर्छ, त्यही भएर जान पाइएन। सो आज जानेछु। आज घाम पनि लागिरहेको छैन त्यति अनि आज पनि पानी पर्ला पर्ला जस्तो छ। सो अब चाहिँ म जानेछु गाइस, तपाईँलाई देखाउँछु त्यहाँनिर कस्तो हुँदैछ ठाउँ। कहिलेकाहीँ त्यो पानीहरू सुक्छ अनि कहिलेकाहीँ चाहिँ पानी भरि हुन्छ। आज चाहिँ पानी कस्तो रहेछ हेर्न जानेछु गाइस, भरि छ कि सुकेको रहेछ भनेर हेर्न जानेछु। सो देखाउनेछु गाइस। सबैजनाले भिडियोलाई अन्तिमसम्म हेर्नु होला अनि भिडियोलाई लाइक कमेन्ट अनि सब्सक्राइब गर्नु होला गाइस। ओके, अब हामी जानेछौँ उता घुम्नलाई, लेट्स गो। सो गाइस, म चाहिँ अहिले आइपुगिसकेको छु यता काम गर्ने ठाउँनिर। यतै हो हाम्रो काम गर्ने ठाउँ अनि यहाँ चाहिँ पानी हेर्न आएको छु म चाहिँ। आज चाहिँ यस्तो भइरहेछ पानी चाहिँ, आज चाहिँ देख्न सक्नुहुन्छ पुरै भरिरहेछ आज पानी चाहिँ यहाँसम्म। ऊ त्यहाँ माथि पनि कहाँ छ। पहिला चाहिँ ऊ त्यहाँ यता यता मात्रै होइन सुकेर जान्थ्यो यो पानी सबै। अहिले चाहिँ देख्न सक्नुहुन्छ म चाहिँ यहाँ जानेछु। हेर्नुहोस् पुरै भरिसकेको छ आज चाहिँ पानीले चाहिँ। अनि यता देख्न सक्नुहुन्छ यो माथिसम्म हेर्नु, यो पुरै भरिसकेको छ कि यहाँ पुरै ठुङ्गाहरू थियो होइन, यत्रो भरिसकेको छ। हैट, म त यहाँ धेरै बस्न सकिनँ। अनि देखाउँछु पुरै यो रुखहरू नि ठुलो ठुलो भइसकेको छ। धेरै दिन भएको थियो यता नआएको चाहिँ। देख्न सक्नुहुन्छ यता यहाँसम्म आइदिरहेको पानी चाहिँ। यहाँ चाहिँ ऊ त्यहाँसम्म पहिला चाहिँ यता पुरै खाली हुन्थ्यो, आज चाहिँ पुरै भरेछ। पानी परेको चाहिँ धेरै दिन भएको थियो, त्यही भएर होला आज चाहिँ यस्तो डम्म छ पानी चाहिँ पुरै यहाँ माथिसम्म आछ। यताबाट चाहिँ यता गएर हेर्नेछु, यहाँनिर चाहिँ पुरै त्यो ठुलो ठुलो पाइपहरू राखेको थियो होइन। अनि त्यता चाहिँ आज चाहिँ पुरै पानीले भरिसकेको छ त्यता चाहिँ। गाइस, आज चाहिँ पानी हेर्नुहोस् न यस्तो भयो। अनि यो बोर्डहरू पनि यस्तो उता खेलिरहेछ हेर्नुहोस्। यो ठुलो बोर्ड चाहिँ यहाँ जहिले पनि यहीँ रहिरहन्छ, यो चाहिँ जहिले पनि यहीँ रहन्छ, त्यो चाहिँ नजाँदो रहेछ। अनि यता देखाउँछु यता यता पनि त्यो पानी हेर्नु आज चाहिँ यहाँसम्म आइपुगिसकेको छ भनेको। आम्मा पुरै यता त्यो ठुलो ठुलो पाइपहरू चाहिँ यता छ। यता पहिला हामी बस्ने यो पाइपहरू हेर्न, यहाँ बस्थ्यो काम गरेर रेसमा, पुरै भरिसकेको छ आज त। आम्मा पानी त टम्म छ टम्म, देख्न सक्नुहुन्छ पुरै यस्तो भइरहेछ, बवाल भइरहेछ बवाल। पुरै खासहरू पनि यता ठुलो ठुलो भइसकेको छ। आम्मा यहाँबाट त पुरै माथिसम्म भरिदिएछ आज त। यहाँ पाइपभित्र यो पाइपहरू यस्तो देखिरहेछ, पुरै भरिदिएछ पानीले। यो रुखहरू पनि पुरै हेर्नु पूर्ण लगाइदिइरहेछ। यहाँ माथि यत्रो अल्को थियो पुरै पुर्दैछ, पुरै माथिसम्म आइदिएछ पानी चाहिँ यता चाहिँ। आज चाहिँ पुरै बवाल भइरहेछ। अनि यता चाहिँ एउटा होटेल छ, खाजा पसल थपिरहेछ। ओ माई गॉड गाइस, देख्न सक्नुहुन्छ यस्तो दामी देखिरहेछ, बवाल बवाल भइरहेछ गाइस आज चाहिँ पानी चाहिँ। यता चाहिँ पुरै मस्तले देख्न सक्नुहुन्छ यस्तो दामी भइरहेछ। मेरो पछाडि देख्न सक्नुहुन्छ पानी पुरै समुद्रले भरेको छ आज चाहिँ। अनि यता चाहिँ एकदिन त्यो टुप्पोमा गएर त्यहाँबाट हेर्नेछु, यस्तो दामी देख्नेछ त्यहाँबाट चाहिँ। सो गाइस, पहिला चाहिँ यता आउँदा चाहिँ यहाँ चाहिँ यो नालीहरू कनाएर होइन यस्तो पस्नै नसक्ने हुन्थ्यो। आज चाहिँ यहाँ पस्दा पनि आनन्द आउने गरी यस्तो पानी भइरहेछ। यता चाहिँ देख्न सक्नुहुन्छ पुरै पानी भरिसकेको छ। यो यहाँ छेउसम्मै आइसकेको छ पानीहरू आज चाहिँ। यहाँ माथि यहाँ नाला हो, यहाँबाट चाहिँ पुरै यो फोहोर पानीहरू आउँथ्यो अनि कनाउँथ्यो। आज चाहिँ यस्तो मजा भइरहेछ पानी। गाइस, पानीको छाल चाहिँ यस्तो मस्तले आइरहेछ, देख्न सक्नुहुन्छ यस्तो दामी देखेको। वाउ, आज त यहाँ बस्दा नि आनन्द आउने गरी भइरहेछ पानी,
देख्न सक्नुहुन्छ यस्तो दामी भइरहेको छ गाइस पुरै माथिसम्म पुर्तेको छ आज पानीले यता पनि देख्न सक्नुहुन्छ यो पुरै फर्किसकेको छ आज चाहिँ गाइस यता यो चाहिँ होटेल हो अनि यो घर देख्न सक्नुहुन्छ यस्तो दामी कस्तो राम्रो बनाएर राखेको छ कस्तो राम्रो बनाएको छ हैन यस्तो दामी बनाएर राखेको छ घर चाहिँ यस्तो बवाल छ देख्न सक्नुहुन्छ पुरै समुद्रकै छेउमा छ यो घरहरू चाहिँ यो चाहिँ होटेल हो होटेल अनि यता देख्न सक्नुहुन्छ पुरै होटेल हो यिनीहरू चाहिँ अनि यो बोट यहाँ चाहिँ यो बोट चाहिँ रहिरहन्छ यस्तो दामी छ यता ठाउँ गाइस यता चाहिँ मान्छे पनि कोही पनि छैन आज चाहिँ म एक्लै पसेर हेरिरहेको छु यता समुद्रतिर एक्लै आनन्द लिइरहेको छु मस्तले त्यहाँ एउटा बोट यता आइरहेको छ कि के हो एकचोटि यो बोटमा चढेर जान पाए त मस्त आउँथ्यो यता छ अनि यता चाहिँ चिल भएको ठाउँ हो यता चाहिँ पानी जहाज मस्तले हिँडिरहेछ हेर्नु यस्तो दामी हो अब कस्तो मस्तले हिँडेको उताबाट आइरहेछ फेरि अर्को गाइस म चाहिँ यहाँ पसेर भिडियो बनाउँदैछु आज चाहिँ अरू बेला चाहिँ यहाँ पस्नै सक्दैन थियो यहाँ पुरै यो नालाबाट आएको पानी कनाएर आज चाहिँ यस्तो दामी भइरहेछ पानी पनि सफा देखिरहेछ क्या आज चाहिँ पुरै भरेर होइन अनि सो यता चाहिँ यो समुद्र यहाँ हेर्दाखेरि चाहिँ किन आनन्द आउँछ भनेदेखि यहाँ चाहिँ पानी मात्रै छैन कि गाइस यता चाहिँ पानी मात्रै छैन होइन पुरै यता देख्न सक्नुहुन्छ यो हरियो रुखहरू छ अनि यता घरहरू छ अनि यता पुरै पहाड देख्न सक्नुहुन्छ यता पुरै पहाडहरू छ कि वरिपरि फेरि देख्न सक्नुहुन्छ यत्रो पहाडहरू छ अनि यो पहाडहरू छ यस्तो दामी पानी मात्रै नदेख्ने कि यता पहाडहरू अनि घरहरू पुरै यो वनहरू भयो रुखहरू भयो यस्तो दामी देखेको छ कि यहाँबाट चाहिँ त्यही भएर यस्ता आनन्द आइरहेछ यता चाहिँ सो यता चाहिँ आज चाहिँ माछा पनि यता आयो होला सायद माछा मार्नलाई आज कोही पनि छैन अनि यता पानीको छाल यस्तो मस्तले आउँदैछ यहाँ पानी यस्तो फालिरहेछ अहिले चाहिँ ओ यस्तो बढेर आइरहेछ पानी त्यही छाल यता फानिरहेछ पुरै यो पानीको छाल हेर्नु यस्तो दामी आइरहेछ गाइस देख्न सक्नुहुन्छ एउटा पोर्ट चाहिँ यता आइसकेको छ यहाँ छेउसम्मै पानीको छाल यस्तो फालिरहेछ अहिले चाहिँ यता हेर्नु यस्तो भइरहेछ यता चाहिँ पानी यहाँ छेउसम्म पर्दाखेरि चाहिँ यस्तो पोर्टमा चाहिँ सामानहरू बोकेर ल्याउँदो रहेछ अनि त्यही भएर यहाँ छेउसम्मै आइसक्यो एउटा पोर्ट चाहिँ देख्न सक्नुहुन्छ पानी यहाँ छेउसम्म आउँदा चाहिँ यहाँ सामानहरू ल्याउन सजिलो हुँदो रहेछ कि अनि यहाँ सामानहरू ल्याउँदो रहेछ देख्न सक्नुहुन्छ यता चाहिँ अहिले यस्तो फालिरहेछ छाल मस्तले छाल फालिरहेछ यस्तो आइरहेछ हेर्नु पुरै छाल आइरहेछ अहिले चाहिँ यहाँबाट चाहिँ पुरै उताबाट छेउसम्म फालिरहेछ सो गाइस अब चाहिँ म यहाँबाट फर्किनेछु यस्तो मजा आइरहेछ होइन यहाँबाट ए आम्मा कत्रो आएको अहिले त पुरै यता आइरहेछ अहिले चाहिँ छाल चाहिँ सो अहिले म चाहिँ यता रुम आइपुगिसकेको छु यता हो रुम चाहिँ अनि यता चाहिँ देख्न सक्नुहुन्छ पुरै ठुलो ठुलो रुखहरू थियो यता चाहिँ आज चाहिँ भत्काएर यहाँ स्कुल बनाउन लाग्यो कि के हो देख्न सक्नुहुन्छ यता चाहिँ पुरै पारेको छ अनि यता चाहिँ डोजरले खन्दैछ यहाँ पुरै त्यो रुखको चराहरू निकालेर यत्रो ठुलो ठुलो रुखको चरा ठुलो ठुलो रुखहरू थियो पुरै चरासहित निकालेर आज चाहिँ स्कुल बनाउन ला होला सायद यता चाहिँ आज चाहिँ यही हो हाम्रो बस्ने ठाउँ चाहिँ मस्तले छ हरियो ठाउँमा सो गाइस म चाहिँ खाना बनाएर आइसकेको छु अब चाहिँ रेडी भएर अब चाहिँ म कामतिर लाग्नेछु काममा जानुपर्छ अब चाहिँ टाइम भइसकेको छ सो गाइस देख्न सक्नुहुन्छ यता चाहिँ पुरै अघि दिनमा चाहिँ पुरै पानी यहाँसम्म भरेको थियो अघि दिनमा चाहिँ पानी यहाँसम्म भरेको थियो अहिले चाहिँ पुरै सुकिसकेको छ देख्न सक्नुहुन्छ यता त्यहाँसम्म सुकिसकेको छ यस्तो भइसकेको छ अघि चाहिँ यहीँसम्म आएको थियो पानी यस्तो मस्तले आइरहेको थियो अनि अहिले त सुकेछ सबै दाइहरू यता आराम गर्दैछ अघि दिनमा म यहाँ आएको यहाँ पानी पुरै डम्म परिथ्यो भने अनि यताबाट एउटा बोट आएको थियो
पानी जहाज सामान लिएर देख्न सक्नुहुन्छ पुरै सुकिसकेको छ पानी। यता यो पाइपहरू सबै मेटाइसकेको थियो अघि चाहिँ, अनि यता देख्न सक्नुहुन्छ पुरै पानी चाहिँ अहिले चाहिँ पुरै गाइस बिनिस केही छैन, खुल्ला छ खुल्ला। हेर्नुहोस् अघि म यहाँ आउँदा चाहिँ यो पानी पुरै भरेको थियो ऊ त्यहाँ माथिसम्म, अहिले चाहिँ पुरै सुकेर यस्तो भएको छ। अघि त यहाँ चढ्दा नि कस्तो पानीमा जान्छ कि जस्तो भएको थियो, पुरै अहिले यस्तो सुक्खा भइरहेछ सुक्खा। देख्न सक्नुहुन्छ यता पुरै खाली छ, सुकिसकेछ हो पानी सबै। यो पाइपहरू सबै मेटिसकेको थियो अघि चाहिँ। सो यता चाहिँ देख्न सक्नुहुन्छ पुरै सुकिसकेको छ पानी अहिले चाहिँ। सो देख्न सक्नुहुन्छ अहिले चाहिँ यहाँतिर ऊ त्यहाँनिर भएको एउटा ठुलो बोट पनि छैन, पानी सुकेर। सो देख्न सक्नुहुन्छ अहिले चाहिँ अघि चाहिँ यहाँसम्म आएको थियो पानी होइन, पुरै भरेर यहाँसम्म आएको थियो, अहिले चाहिँ पुरै सुकिसकेको छ। यत्रो भरिएर आएको थियो पानी, पुरै सुकिसकेको छ अहिले चाहिँ। यता त्यो रुखहरू पनि देख्न सक्नुहुन्छ सुकेर सुकेर गएछ सबै पानी। सो गाइस फाइनली कामबाट छुट्टी भएर आइसकेको छु, लास्टै थाकै लागिरहेछ। अनि अब चाहिँ खाना खाएर अनि एकछिन भिडियो एडिटिङ गरेर सुत्ने छु गाइस, किनकि भोलि पनि काममा जानुपर्छ गाइस। अब नेक्स्ट भिडियोमा भेट्नेछौँ। भिडियोलाई मन परेमा लाइक कमेन्ट अनि सब्सक्राइब गरिदिनु होला गाइस। ओके बाई बाई।